खाना खानुको लागि चाहिँ होइन अब यहाँ हल्का सफा त गर्नै पर्यो हल्का फोहोर रहेछ त्यो सफा गरिदिँदैछु ल खाना पस्क्यो ल गाइस देखेर खाना पस्केको गाडीमा बिचमा यसो हालिदिन्छु खाना पस्किन्छु होइन तातो खाना खानु पर्यो नि त होइन नानी पिरा लिएर यता आउनु न हौ यतै बसेर खाऊँ के फुपू भदैनी हो के यतै सँगै बसेर खाऊँ भनेको के ल गाइस चाहिँ हामी फुपू भदैनीको खाना भयो अब म सब्जी लाउँछु गाइस सब्जी चाहिँ त्यहाँ छ है सब्जी चाहिँ अब गाउँमा के भन्नुहुन्छ होला भन्दाखेरि यो चाहिँ लोकल कुखुराको मासु ल्याउनु भयो एउटा मात्र म पिरामा बस्छु तपाईँ त उयोमा बस्नु मुढामा है अब मेरो भदैनीलाई मासु छानेर ल्याइदिनु पर्यो गाइस मासु नै छैन त हो मेरो भदैनीले खाने खालको हड्डी चपाउनुहुन्छ करालाई तरै झारे गाइस मैले मासु नै देखिनँ ल यहाँ राखिदिन्छु गाइस ल मेरो भदैनी एकदम धेरै मासु मन पराउने भएकोले उसलाई चाहिँ मासु चाहिन्छ हुनु चाहिँ यो चाहिँ बेलुकाको तरकारी हो कि तर भने अब दाइ र भाउजू चाहिँ हरेसी जानुभएको छ के काम परेर अनि हामी फुपू भदैनीलाई त यसले पुग्छ भनेर मैले खाना चाहिँ बनाएँ सब्जी चाहिँ बेलुका खाएको कि हामीले तर भने मासु चाहिँ होइन हिजो धेर छानेर खाइयो क्या अहिले त हड्डी मात्रै देख्छु त हौ म त फेरि लोकल कुखुराको मासु चाहिँ के यस्तो हुन्छ नि त हड्डी बढी मासु एकदम कम यसको चाहिँ सुप खाने हुनु चाहिँ तर भन्नुहुन्छ भने मेरो भदैनी जतिको पनि मलाई चाहिँ लोकल कुखुराको मासु खानु आउँदैन मेरो भदैनीले चाहिँ मजाले खान्छ है मैले ल आऊ नानी यहाँ ल मेरो भदैनीलाई खाना मेरो भदैनी त्यहाँ बिहान उठेदेखि है मोबाइल हेरेको लु माम खानु लु मोबाइल राख्नु ज्ञानी अनि माम खानु पहिला है ल मजाले तातो छ माम बिस्तारै सेलाएर है ल फुपूको भाग यहाँ ल फुपू भदैनीको खाना है गाइस एउटा फोटो पनि हान्दैन होइन खानाको ल इ पाहाडमा चाहिँ यस्तै हो कुखुराभित्र आउँछ गाइस होइन घरभित्रै हा लु बाहिर चाहिँ यस्तो घाम लागिरहेको छ है यो चाहिँ हाम्रो मकैको ठाक्रा यसपालि चाहिँ होइन अब गाउँमा पानी पर्नु छोडिहाल्यो मकैहरू अलिक कमै फल्छ क्या त्यहाँ तपाईँहरूलाई ड्रागन फ्रुट पनि देखाउँछु म अहिले एकछिन ल तर पहिला खाना खान्छु ल ल खाना खान्न नि मोबाइल राख्नु क्या नि एकछिन लु मोबाइल भनेपछि चाहिँ है केटाकेटीहरूलाई खाना ल खाना खायौँ ल गाइस अब तपाईँहरूलाई देखाउनै पर्यो ल बाई नचोटी खान जान्दैन खाऊ 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 भनेको बेहोरा मिलीजुली खाने त बेहोरै हुँदैन यो कुखुराको ऊ भँगेर पनि आयो न गाइस यस्तो राम्रो देखिन्छ डाँडा काँडाहरू म चाहिँ यहाँ फेरि होइन जुठो भाँडा गर्नै बाँकी छ मेरो अलिकति फेरि पानी पर्दैछ धारा पनि होइन टक्क छ यहाँ अघि अलिकति गरेको छ अब यति गर्नु छ तपाईँहरूलाई पहिला म ड्रागन फ्रुट देखाउँछु ल हाम्रो करेसो बारीमा मासला ड्रागन फ्रुट छ ड्रागन फ्रुट चाहिँ अस्ति नै भइसकेको मलाई भाउजूले राखिदिन्छु भन्नुभएको थियो यहीँ हाम्रो केरा पनि पाकिरहेछ हो फेरि पहेँले भएर यति चाहिँ पाकेको हो कि यो तलको पनि पाक्न आँटेछ यो चाहिँ हाम्रो खोटाङमा चाहिँ मेन भनेको हाम्रो गाउँमा खेती भनेको चाहिँ यहाँ पनि छ केरा सुर्तीको हुन्छ होइन किनकि अब यतिखेर चाहिँ सुर्तीहरू दम यस्तो भइरहेको हुन्छ दाइहरूले टक्क गोडेर सजिसक्नु भएको रहेछ हेर्नु वारपार छ हेर्नु न सुर्ती नै सुर्ती छ होइन यो तल्लो बारतिर चाहिँ कोदो रहेछ त्यो चाहिँ हाम्रो होइन अरूको हो गाइस यहाँ तपाईँहरूलाई मेन देखाउनु भनेको चाहिँ मैले यो हो कि गाइस हेर्नु न आम्बो यस्तो खतरा है भन्नुहुन्छ भने ड्रागन फ्रुट अब यो र यो चाहिँ मेरो भाग हो कि मलाई भाउजूले राखिदिनु भएको अरे हेर्नु भाउजूले अस्ति नै आउनु छिटो आउनु भन्दै हुनुहुन्थ्यो उयो लागिसकेछ कि हो कमिलाले खाइसकेछ आम्मामा यस्तो राम्रो छ तर भने 4टा थियो अरे 2टा चाहिँ यहाँ गाउँको भाइहरूले टिपेर क्राप क्रोप पाइसक्नु भएछ यहाँ अर्को फेरि फल्दैछ होइन यो चाहिँ हाम्रो घर है यताबाट देखाउँदा यता टोयलेट भयो उता घर भयो होइन अब यो घरलाई चाहिँ 1-2 दिनपछि कमेरो गरेपछि टक्क तल्किन्छ ल हेर्नु गाइस हाम्रो गाउँ एकदम घाम लागेर गाउँ ज्यालो खुल्ला भएको छ
घाम चाहिँ भन्नै पर्दैन। हिजो हामी हिँड्दै झरेको डाँडा चाहिँ म तपाईँलाई देखाइदिन्छु। लिची पनि रोप्नु भएको रहेछ ल। त्यो डाँडाबाट झरेको हिजो हिँड्दै हिँड्दै थोडा गाह्रो छ र गाउँ आउनु रहर हुन्छ। बाटो सम्झिँदा चाहिँ नआउनु लाग्छ। त्यही पनि आउँछौँ है। ल कुखुराहरूले चारो खाइसकेछ। अब मेरो चाहिँ गाई यहाँ काम यति छ, म यति सक्छु, त्यसपछि तपाईँहरूलाई फेरि भेट्छु। ओके बाई बाई अहिलेको लागि चाहिँ। बगर जाने रे जान्छ त्यो खोलाले हामीलाई बगाएर लाँदैन नि खुबै। त्यत्रो खोला आइरहेको छ त्यहाँ। कहाँबाट? आम्मामामा हो भरे बाबा र मामा रुनुहुन्छ त हामीलाई नदेखेर त नि। जाम ल। अब कहाँ जाने रे? रवि फुपूको घर जाने हो। ल त गइदिउँ त। कता हो रवि फुपूको घर? परे हो र तल। ए ल ल। अनि रवि फुपूको घर गएर चाहिँ के गर्ने? के गर्दै बाख्राहरूलाई पनि चाउचाउको मसला दिन्छौ कि? यताबाट हिँड नि त यताबाट। ठुलो खसीले चाहिँ के गर्छ अरे नानी? हान्छ यसले चाहिँ हान्छ। यसलाई कुटाइ नपुगेर होइन नजाम हान्दैन। म यस्तो गरिदिन्छु तिमीलाई ल। हिँड फेरि हान्छ। यो सुँगुर चाहिँ कसको? यो सुँगुरको नाम राख्दै छैन? चुच्चे भनिदेऊ। चुच्चे न चुच्चे रहेछ। यो के हो नानी? यो भनिदेऊ त। यो के हो? सब अलि पर गएर भनिदेऊ त के अरे यो? सब सुर्तीहरू हो। कसको भनिदेऊ त? यो सब हाम्रो हो। अनि यो कसको घर हो भन त? यो मुनिको गाइस दादाहरूको। अनि रुबी दिदीको घर कुन हो? हाम्रो हो। ल बाटो हेरेर होइन लडेला है। यो सुर्ती चाहिँ कस्तो राम्रो भएछ। तिमीले रोपेको हो? कसले रोप्नु भएको? बाबाले रोप्नु भएको हो। ल हाम्रो गाउँ चाहिँ यस्तै छ है। कस्तो छ अरे? राम्रो छ हाम्रो गाउँ। खै देखाइदिउँ न त ल। यता यो उकालो चाहिँ गाउँ होइन पुरै। यो चाहिँ कसको बारी हो नानी? शिवजी मामाहरूको हो। ओहो जे भए पनि नानीलाई चाहिँ मैले अघि नै च्यातिएको लुगा लगाइदिइहालेको छु होइन। ल यहाँबाट एकचोटि सरर सुर्ती हेरिदिउँ है त। सुर्ती हेरेर ल गइदिउँ त रुबी फुपूको घर। चाउचाउ खाएको त पिरो भयो त। तिमीले हिजो कहाँको जुनेलो उखुल्यौ? यहाँको उखुलिदिएको? ला यस्तो गरिदिएको। फलिसकेछ फेरि? पानी परेर गाउँ एकदम फ्रेस भएको छ है। गाई चरु। यो चाहिँ हाम्रो घर है। यो हाम्रो घर। यहाँ किचन थियो। किचन भत्काएर चाहिँ अहिले दाइले एकदम यहाँ हाम्रो भान्डा एकदम सुँगुरको चारोको लागि पिँडालु रोप्नु भएको अरे। पिँडालु यो हाम्रो धारा होइन नि। हामी कहाँ नगएको अघि? यहाँ नगएको होइन। ल गइदिउँ ल। निमा फुपूको घर कुन हो देखाइदेऊ त। यहाँ हौ। यहाँ चाहिँ निमा फुपूको। निमा फुपू यहाँ कहाँ आउनुहुन्छ? यहाँ आउनुहुन्छ कि त्यहाँ आउनुहुन्छ? त्यहाँ पनि आउनुहुन्छ होइन। ल यो चाहिँ निमा फुपूको घर होइन। ल यस्तो रमाइलो छैन गाइस पानी परेर। यहाँ आउन चाहिँ तिम्रो म यस्तरी बसेर पोज हान्दिउँ। यस्तरी पोज हान्दिउँ ल। ल गइदिउँ ल। गाउँ चाहिँ अहिले पानी परेर एकदम फ्रेस भएको छ। बाटो हेरेर हिँड नि त। नि हिलो टेक्दै हिँड्छौ त नि। यो चाहिँ के हो? यो चाहिँ नानी यो मस्याम हो कि के हो? म चिन्दिनँ अलिक। मकै र मस्याम हो कि अरे मस्याम हो कि के हो? लु मैले जे पाएँ त्यही भनिदिएँ। यहाँ चाहिँ सुर्तीहरू भर्खर सारेको रहेछ। चारो चाहिँ कहाँ यस्तोमा रोप्छ त हौ? सुँगुरलाई हो। ल गाउँ पनि यस्तै छ है। यहाँबाट हेर्दा यस्तो छ। ल एकछिन भेट्ने एक्लै
रुबीले घर कलर गरेको हेर्न आएको ल रुबी कमेरो चाहिँ पहिलाकै ए साङ को उयो रुबी फुप भनेको माया लाग्छ र अहिले खानेकुरा कसले दिएको फुपूले नै हो आमा अनि तिमीले त खोइ थ्याङ्क यू भन्यौ त फुपूलाई अच्छा च्याच्या लु भयो कमेरो बोक्नु अरू गाउँ पानी परेर एकदमै हरियाली बाढी हेर्नु जानुभयो हामी त गएको बाढी हेर्नु सायङ र म त गएको कहाँ बोकिदिनु त लु 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 म खाइदिनु कि बोकिदिनु नि हो अब पिरो भयो होला त पानी कसलाई रुबी फुपूलाई माग न लड्ला नि फेरि चिप्लेर धारामा चाहिँ तिउरे मजाले भएछ त यहाँ खायो ए यहाँ ट्याङ्की कहिले बनाऊ म त यो मजाले युन नगरेको ध्यानै नदिएको ट्याङ्कीलाई त फुल पनि मजाले फुलाउनु भएछ स्याङ फुलमा पोज हान्थ्यो एउटा फुलमा पोज हान्थ्यौ न एउटा पोज वा क्या खतरा देखियो आम्मा ल यतिको चाहिँ हान्नु पर्यो पोज ल ल आउ लु यता बिस्तारै आउनु फेरि लड्ला चिप्लो बाटो त्यसरी नै खाने हो धारामा पानी ल आउने त लड्ला नि फेरि यहाँ के गरेको आम्मामा आज बाबा मामा हुनुहुन्न फुल मोबाइल लिएर आइज होइन हामी चाहिँ अब घर आइपुग्यौँ है अब के गर्नु दिउँसो त घाम लागिरहेको थियो कि अहिले बेलुकाखेरि त पानी परेर फेरि हेर्नु न पुरा बादल कुहिरो लागिरहेछ है मैले चाहिँ उठ्नु पनि अल्छी लागेर यहीँ बसी भिडियो बनाइरहेको छु ल गाइस आजलाई यति नै है ल साराङ साङ बाई गरिदिनु झिङ्गा बस्दैन आँखमा छि भन ल बाई बाई गरिदिनु मजाले मजाले त हेरेर